जीवराज दाई मलाई औषधि देऊ न, मेरो टाउको असाध्यै दुखेको छ। मलाई केही राहत मिल्ने औषधि छ भने कृपया चाँडै नै ल्याइदिनु पर्यो। मलाई धेरै नै गाह्रो भयो। बोट हाल्ने बेला अन्त हाल्ने, रुखमा नहाल्ने, तँलाई औषधि दिदिन्न। जा दिदी पेस्यौँ भाग थार थार मारे पाइजा। जीवेसँग नजा भाइ भनेको मानिनस् है। जीवेले त दिँदैन त थारा मारे जा बाबु जा। किन मेरो कुरा नमानेको न? तिमीले अहिले नै सोचेर काम गर्नुपर्छ भाइ, बुझ्यौ बा? पख दाइ, अर्को चुनाव आउने त होला। यो पटक त म कुनै हालतमा पनि भोट दिन्न तिमीलाई, किनकि तिम्रो कामले हामीलाई धेरै निराश बनाएको छ र अब परिवर्तनको खाँचो छ। झगडा नगर है जानु, घरैका भाइपट्टिले कि बौलीग्यौ जानु, शान्तिसँग बसौँ न। घरको मान्छेहरूसँग किन यस्तो झगडा गर्नु र सबै मिलेर रमाइलो गरेर बसौँ न। ए दिपेश, त चाहिँ किन त्यो जीवेसँग गएको? त्यो त खराब मान्छे हो। अब आउँदो चुनावमा सबै घन्टी हुने हो। होइ जवानौ, यो कुरा तिमीले बुझ्नु जरुरी छ। यो बजाखोला कान्छाको कुरा नसुन्नुहोस् है। हामीले त भोट तारामै हाल्ने हो। यो कुरा राम्रोसँग बुझ्नुहोस्। हाम्रो लक्ष्य र विचार सधैँ स्पष्ट हुनुपर्छ, त्यसैले तारा छापै मतदान गर्नुहोस्। बेकारमा झगडा नगर, हामी सबै मिलेर बस्नुपर्छ, किनभने शान्ति र एकता नै हाम्रो जीवनको आधार हो। त्यसैले एकअर्कालाई सम्मान गर्दै अगाडि बढौँ। चौरपनी दाइले भने सही हो, किन गर्छौँ बलै नगर झगडा? दाइले भनेको कुरा पत्याउनु पर्छ, तर तिमीले यसरी झगडा गर्न सुहाउँदैन। पहिला राम्ररी कुरा बुझ्न सिक, अनि मात्र निर्णय लिने गर। तिम्री जोइरारी पारौँला र दे, किन झगडा गर्छौँ त? पट्का खाउँला, चुप लाएर बस सबै। तिमीहरूले यो के गरिरहेछौ? यो घर हो कि अखाडा? किन यसरी हो हल्ला गरिरहेछौ? हो बजाखोला ठुलाबाले भनेको एकदम सही हो। बेकारमा लफडा गरेर दुनियाँलाई हँसाउनु हुँदैन। हामी सबै मिलेर बस्नुपर्छ र समाजमा शान्ति कायम राख्नु नै हाम्रो मुख्य जिम्मेवारी हो। सही हो, हाम्रो लोकमान बराबर कोही छ यहाँ? सही भन्दैछ मेरो भाइले। कस्तो अचम्मको कुरा छ है, पत्याउनै गाह्रो, तर सत्य यही हो। मेरो भाइले आज ठुलै कुरा गर्यो। यो हल्लाको पछि लाग्नुभन्दा जाम मामा कालाखेत सर्जनेकोमा एक गिलास लोकल रक्सी खाएर आउनुपर्छ। हिँड्नुस् मामा, बेकारको कुरामा समय खेर फाल्नुभन्दा बरु रमाइलो गरौँ नि त। जाम रक्सी खाने भए त म पनि जान्छु। बरु हाम्रा हिमराज काका कता छन् बोलाम, सँगै खाम्ला रक्सी। त्यहाँ राम्रो लोकल पाइन्छ। ढिलो नगरौँ, बरु आजै रमाइलो गरौँ न त। हेलो हिमराज भाइ, के छ खबर? आज रक्सी खानलाई कालाखेततिर जाउँ न त। तिमी पनि आऊ न है, धेरै दिन भयो भेटघाट नभएको, रमाइलो हुन्छ नि। आज त म भ्याउँदिनँ, भोला दाइ घरमा बड्डीले मारेल छ, भोलितिर खाम्ला साल्दै। तपाईहरु रमाइलो गर्नु ल। आजको लागि मलाई माफ गरिदिनु होला, म अर्को पटक पक्का आउँछु तपाईहरुलाई भेट्न। हल्लो सर्जनशाला राम्रो रक्सी छ कि का? भोला भान्ज, म र लोकमान भाइ आउँदैछौँ। मासु भुटेर तयार पार्नु है छौँ। हामी केही बेरमा नै त्यहाँ पुग्दैछौँ। सबै कुरा ठिक्क पार्नु ल। हुन्छ भिनाजु, म मासु पकाएर तयार बनाउँछु, छिटो आउनुस् है। यहाँ नरेन्द्र बाजेले पनि रक्सी खाँदै हुनुहुन्छ। आउनु ल, छिटो आउनुस् है। सबैजना हजुरलाई नै पर्खिरहेका छौँ। आजको यो मिलन साँच्चै रमाइलो छ साथीहरू। सबैलाई यो खुसीको क्षणको लागि धेरै धेरै धन्यवाद। यस्तै रमाइलो गर्दै सधैँ यसरी नै रमाइलो गरिरहन पाइयोस्, सधैँ यस्तै साथ रहोस्।